पुस महिनाको जाडो मान्छेको शरीरभन्दा पहिले मनमा पस्छ। त्यही जाडोमा कलेज सुरु भएको थियो र म पहिलो दिन चिया समातेर कलेजको क्यान्टिनमा आफ्नै जीवनसँग अल्मलिएको थिएँ। त्यतिबेला मलाई थाहा थिएन केही भेट जीवनभर बस्छ तर कहिल्यै आफ्नो हुँदैन भनेर। बिहानको 7 बजेको थियो। कलेज अझै खुलेको थिएन। गेट बाहिर केही विद्यार्थी जाडोले काँपिरहेका। म कलेजको क्यान्टिनमा कागजको कप समातेर चिया पिउँदै थिएँ। त्यही बेला ऊ आई, धेरै राम्री र साधारण। उनको हिँडाइमा अद्भुत शान्ति थियो। उनले चिया अर्डर गरिन् र मेरो छेउमा बसिन्। हामीले एक अर्कालाई हेरेर हाँस्यौँ। नाम सोधेनौँ, परिचय भएन, तर कलेजको पहिलो दिन त्यो मौन अचम्मको नजिक थियो। दिनहरू बिस्तारै बित्दै गए। लेक्चर उस्तै बोरिङ, क्यान्टिन उस्तै भिड, तर हामी हरेक दिन उस्तै समयमा उस्तै बेन्चमा बस्न थाल्यौँ। कहिलेकाहीँ पढाइको कुरा, धेरैजसो जीवनको। उनलाई कविता मन पर्थ्यो, मलाई उनको कुरा सुन्न। कहिल्यै प्रेमको कुरा भएन, तर कुनै दिन ऊ नआउँदा दिन अधुरो लाग्थ्यो। पुसको साँझ छिट्टै अँध्यारो हुन्थ्यो। कलेज सकिएपछि हामी ढिलोसम्म बस्न थाल्यौँ। उनले चिसोबाट बच्न हात खल्टीमा राख्थिन्। म उनलाई नहेरे झैँ गरेर हेर्थेँ। एक दिन उनीले सोधिन्, तिम्रो गर्लफ्रेन्ड छ कि छैन? मैले भने, छैन। ऊ हाँसी। त्यो हाँसो मध्यरातसम्म मेरो कानमा बसिरह्यो। पहिलो पटक उनको मेसेज रात 11:58 आयो। निद्रा लागेन। त्यसपछि हामी हरेक रात बोल्न थाल्यौँ। कलेजको कुरा थोरै, जीवनका भोगाई धेरै। हामी प्रेममा थियौँ, तर कहिल्यै भनेनौँ, किनकि भनेपछि केही बिग्रिने डर थियो। कहिलेकाहीँ हात छुन्थ्यो, कहिलेकाहीँ आँखा जुत्थ्यो, तर हामी त्यहीँ रोकिन्थ्यौँ। केही सम्बन्ध नाम नहुँदा झन् सुरक्षित लाग्छ। एक दिन मलाई उनी बदलिएकी महसुस हुन थाल्यो। हाँसो उस्तै थियो, तर आँखा टाढा। मेसेज छोटो। रात अचानक चुप। उनी एक्कासी हराइन्। न त झगडा, न त बिदाई। मेसेज गरेँ, रिप्लाई आएन। कल गरेँ, रिङ बज्यो, काटियो। पहिलो दिन म रिसाएँ। दोस्रो दिन चिन्ता लाग्यो। तेस्रो दिन मनले मान्न थाल्यो, सायद यो नै अन्त्य हो। तर अन्त्यको कारण मलाई थाहा थिएन। एक दिन सृजनाले मलाई भेट्न बोलाइन्। सृजना, उसको सबैभन्दा नजिकको साथी। सधैँ हल्का हाँसो, आँखामा स्पष्टता। हामी कलेजको पछाडिको क्यान्टिनमा बस्यौँ। मैले सोधेँ, ऊ ठिक छ? सृजनाले एकछिन चुप लागेर भनिन्, तिमीलाई थाहा छैन रहेछ। त्यो वाक्यले मेरो छाती भित्रैदेखि चिसियो। सृजनाले बिस्तारै भनिन्, उसको बॉयफ्रेन्ड थियो, धेरै समयदेखि। मेरो दिमाग रिक्त भयो। सृजनाले आँखा झुकाउँदै थपिन्, केही महिना अघि उनीहरू ब्रेकअप भएको थियो। म चुप थिएँ। त्यही समयमा तिमी उसको जीवनमा आयो, सृजनाले भनिन्। त्यो वाक्य दोष लगाउने जस्तो थियो, तर सत्य थियो। सृजनाले अझै गहिरो कुरा भनिन्, ऊ तिमीलाई प्रयोग गर्न चाहन्थिन्। ऊ बस आफूलाई सम्हाल्न खोजिरहेकी थिइन्। ब्रेकअप पछि ऊ कमजोर थिइन्, तर अहिले उसको एक्स फेरि फर्किएको छ, सृजनाले भनिन्। त्यो सुन्दा मलाई रिस लागेन, अचम्मको शून्यता आयो। म घर फर्किँदा आफैलाई सोधिरहेँ, के म केवल उसको ब्रेकअपको औषधि थिएँ? तर मैले याद गरेँ, उसको हाँसो नाटक थिएन, उसको चुप्पी झुट थिएन। सायद प्रेम साँचो थियो। त्यसपछि सृजना र म धेरै बोल्न थाल्यौँ।
सृजना फरक थिइन्। ऊ स्पष्ट थिइन्। जे बोल्थी त्यही अर्थ हुन्थ्यो। उसको सौन्दर्य उसको आत्मविश्वासमा थियो। म उसलाई हेर्दा गिल्ट पनि लाग्थ्यो, तर मन बिस्तारै उसतिर ढल्दै थियो। म आफैसँग लडिरहेको थिएँ। एकातिर ओ जसले मलाई अधुरो छोडी, अर्कोतिर सृजना जो सामुन्ने थिए। म सोच्थेँ के म आफै पनि रिबाउन्ड त बन्दै छैन, तर सृजनासँग बोल्दा मन शान्त हुन्थ्यो। त्यो शान्ति नाटक थिएन। एक साँझ सृजनाले सोधी, तिमी अझै उसैलाई पर्खिरहेछौ? मैले सिधै भने, म पर्खिरहेको छैन, म बुझ्न खोजिरहेको छु। सृजनाले मुस्कुराउँदै भनी, बुझाइसकिएको दिन मात्र नयाँ कुरा सुरु हुन्छ। त्यो दिन मैले आफैलाई इमान्दार माने। ऊ मेरो जीवनमा एउटा अध्याय थिए, तर सृजना नयाँ पाना जस्तै खुल्ला थिए। कहिलेकाहीँ हामीलाई गलत मान्छे सही समयमै भेटिन्छ, ताकि हामी आफैलाई चिनौँ। सृजना पहिलो पटक मेरो जीवनमा मुख्य पात्र भएर आएको दिन कुनै विशेष थिएन, तर रात विशेष थियो। रातले सधैँ जस्तै मान्छेको साँचो अनुहार बाहिर ल्याइरहेको थियो। उनले मेसेज गरिन्, 12:11 AM। आज निद्रा लाग्दैन जस्तो छ। म केही बेर फोन हेरेर बसेँ, किनकि अब म मेसेजहरूमा छिटो भरोसा गर्न डराउँथे। तर रिप्लाई गरेँ, मलाई पनि। त्यो रिप्लाई छोटो थियो, तर त्यही रात लामो भयो। सृजना धेरै बोल्ने मान्छे थिएनन्, तर जे बोल्थी त्यो अर्थ बोकेको हुन्थ्यो। उनले सोधी, तिमी किन रातमा यति धेरै अवेक हुन्छौ? मैले भने, किनकि रातले प्रश्न सोध्दैन। उनी हाँसी। त्यो हाँसो हल्का थियो। हामी राति हिँड्न थाल्यौँ। कलेज नजिकैका शान्त सडक, पौषको झाडो। उनी 2 हात कोटको खल्टीमा घुसाएर हिँड्थे। म उनको चालसँग कदम मिलाउँथे। एक रात उनले आफूबारे भन्न थालिन्, मलाई स्थिरता मनपर्छ, तर स्थिर हुन डर लाग्छ। उनले भनेकी थिइन्, म कसैको टेम्पोररी कम्फर्ट बन्न चाहन्न। त्यो वाक्य मेरो लागि सिधा थियो। उनले मेरो विगत जान्थे। हामी बिस्तारै एक अर्कामा बानी पर्दै थियौँ। उनको मेसेज आएन भने रात अपुरो लाग्थ्यो। एक रात उनले सोधी, तिमी फेरि कसैसँग गहिरो हुन डराउँछौ? मैले धेरै सोचेर भने, डर होइन, अब म गलत कारणले सही मान्छे गुमाउन चाहन्न। सृजना चुप भइन्। त्यो चुप्पी अस्वस्थ थिएन, सहमतिको थियो। एक रात हामी उस्तै सडकमा, उस्तै जाडोमा, उस्तै समय हिँडिरहेका थियौँ। उनी अचानक रोकिन्। हामी केही बन्नुपर्छ भन्ने छैन, तर इमान्दार त हुनुपर्छ। मैले टाउको हल्लाएँ। त्यो क्षण कुनै कन्फेसन थिएन, तर भोलिका लागि ठोस आधार थियो। आज हामी न त प्रेमी छौँ, न त अपरिचित। हामी बिस्तारै बन्दैछौँ। कुनै हकार छैन, कुनै डर पनि छैन। सृजनासँगको प्रेम चर्को थिएन, तर स्थिर थियो। र पहिलो पटक मैले प्रेमलाई रातमा होइन, बिहानतिर बढ्दै गरेको देखेँ।